2082 साल पुस आज कति गते आज मलाई पनि बिर्स्यो 29 गते लगभग यो पुस महिना सकिन लागेको छ। नयाँ हाम्रो प्रोजेक्ट हाम्रो प्रोडक्सनमा एउटा गीत आएको छ। यो लगभग यो गीत चाहिँ नि चाइनिज ट्युनको गीत रहेछ। यो हाम्रो यो गीत अत्यन्तै राम्रो खालको गीत, यो डुइट सङ हो। यो दुईजनाले गाउनु भएको यो गीत गाउने समा डङ्गोल अनि उहाँको साथमा एलेन साई होइन, एलेन साई। यो गीत हाम्रो प्रोडक्सनमा खास यो गीत चाहिँ अब अनिल तुलाधर र अनि हाम्रो यो लीला जोशीज्यूबाट अब हामीलाई विश्वास गरेर यो गीत अब दिन ल्याउनु भयो। आज सायद जुड्यो, कलाकारहरू पनि यहाँ उपस्थित भइसकेको छ। यहाँ यस गीतमा मुख्य हाम्रो अब कलाकार हाम्रो लीला जोशी, उहाँको मम्मी हुने, यसमा मम्मी पनि चाहिरहेछ। हिरो अब आज विशेष कारणले यहाँ आउनु सक्नु भएन। अनि हिरोको मम्मी जयलक्ष्मी सिद्धि वज्राचार्य, उहाँ अहिले हजुर हाल हाम्रो विभिन्न मिडियामा उहाँ चर्चित हुनुहुन्छ। अनि उहाँको साथमा एउटा नयाँ कलाकार पनि यहाँ आउनुभएको छ, शीतल श्रेष्ठ होइन, उहाँ भक्तपुर निवासी। अब उहाँहरूसँग सानसानो कुरा म गर्नेतिर जाँदैछु। यो गीत चिङचाङ, चिङचाङ भनेपछि यो चाहिँ यो चाइनिज चाहिँ यो नाम हो। कुनै अब चाइनिजहरूलाई हाम्रो काठमाडौँमा आउँदाखेरि अब चाइनिज भाषाले चिङचाङ भनेर बोलाउने होला सायद। अब चाइनिज भाषाले चिङचाङ भन्ने शब्द धेरै नै त्यो चर्चितै हुनसक्छ। कुनै मान्छेहरूलाई देख्यो भने चिङचाङ भनेर अब भाषा नबुझ्नेहरूले अब चिङचाङ भनेर बोलाउने होला, त्यही अर्थमा लेखेको रहेछ यो। अब यो गीतले भन्नु खोजेको कस्तो छ भने यो पहिला हाम्रो काठमाडौँ र ल्हासाको एउटा व्यापारको सिलसिलामा अब धेरै सम्बन्ध भएको रहेछ। अब एउटा केटा अब यो उता ल्हासामा जाँदाखेरि एउटा केटी मन परेको हुन्छ, त्यहाँ व्यापार गर्ने सिलसिलामा एड्रेस दिएर ल्याएको होला। अनि त्यो केटीलाई आउनु भन्छ, हिरोले काठमाडौँमा आउँदा भेटघाट हुन्छ। त्यही सम्बन्धमा गीत रहेछ। सबै कुरा नभनौँ, भोलि पर्सि गीत हेरेर अलिक फिक्का हुन्छ। जोजोलपालीला ठोम्ये विषयले चाहिँ कच धैडी मालका गे चौँ ठोम्ये छुजिया सिर्जनाजु सुन सिउस ठुकै विषयले धाले सिर्जना चाहिँ अनिल तुलाधर सर जिटा चाहिँ चिङचाङ थिए चाइनिज थिए नि भनेर चाहिँ जिउ लागिन्छ एउटा अरे वे कन आकने वो मम्मी दिम न चाइनीज हेर वे कन ख्वालु मुंगा मे चोर या आउने मखला जलपा जे माया मानन्द जो माया सम्झना टिकटकर आज चाहिँ ठिके मा जा भिजन जिरन चाइनीज थे जले माया दिदी चाइनीज भ्यालो खला मस खला ला मस आठके माया दिदी जे माया न टेउ जला माया दिदी पोके जेर चाहिँ या रे ठो 6-7 महिना झन् से 1 वर्ष झन् डेटबडी ए हजुर जो खा खनाया अनिल सर चाहिँ डेगो ढामलका ठो आकने म्या थे जोने ला अन्न चाइनीज थे चिङचाङ या ख मला चिङचाङ अले वे कन चिङचाङ थे जोला तर वे ग चाहिँ ठन काठमाडौँमा हिरो या मा जी जुल ठुके हिरो सुदीप श्रेष्ठ यसले चौम ठाउँ वेको विशेष कारण वेको ठन छ मलाई त जसपटे नब्लाउडो दिदी यसले ठो मे न्यानी बोले गे चौले दिदी छको छ तैदी सरे ठोमे यो विषयले तामासा चाहिँ छित अनिल तुलाधर सर मखला छि परिष्ठ संगीतकार उयाकला चाहिँ ठोमे देखे न्याय मायु लागि चाहिँ जित नियुक्ति अन्दिएको छ माइ दिदी त हजुर हजुर अहिले हिरोइनी न लीला टेउ भया चाहिँ उयाकला चाहिँ एकदमै ठाउँ ढुन्नुको लागि खचाइ झिम्ट कना दियो ख हजुर चाहिँ मेरेको जी न्याय खकाट यो कोइ महिना वो यहाँ मे देखे न्याय काम दिदी मे सिर्जना जुइ न्याय दिदिन द सिर्जना जुइ न्याय जिम जिम खा लुमंगा उयाकला यान दियोपटी सिर्जना ख आठो सिर्जना चाहिँ उयाको यो विश्वास ढामले जिम त पहिला या न्याय चाहिँ जानकारी बिया दिल वो जानकारी अनुसार जे चाहिँ यहाँ गया लिमला छ जे चाहिँ ठुके या खर्यो चाहिँ जिउ मने त या उया छ्याडा हान्छ ठाउँ कुनै खोटा बजी टेलिस्ट्रीले एकदम व्यस्त छ चलम ख आज न्याउ या न टाइम म्यानेज या दियो चाहिँ मने तै छ हजुर ठीक छ धन्यवाद अले दिदी सुनो मे धैरी रुंगले मखला आज सुटिङ डेट ल सिला होला सिला छिटो 8 पुस माघ 3 गते शनिबार छिटो सुटिङ छ ल। अनि एउटा नयाँ यहाँ एकजना बहिनी आउनुभएको छ, उहाँ सायद पहिलोचोटि नै होला होइन? पहिलोचोटि नै हो। पहिलोचोटि कुनै म्युजिक भिडियोमा काम गर्नु भएको छैन? म्युजिक भिडियो चाहिँ गरेको छैन, तर अरू सँग चाहिँ मैले मोडल बसेर चाहिँ धेरै काम गरेको छु। अहिले परिचय सोध्नै बिर्स्यो, पहिले नामदेखि भनौँ न ल। मेरो नाम चाहिँ शीतल श्रेष्ठ अनि म चाहिँ अहिले हाल मध्यपुर थिमी नगरपालिकामा बस्दै आएको छु। हजुर।
अनि मलाई चाहिँ म्युजिक भिडियो पहिल्यैदेखि खेल्न मन थियो हजुरहरूले अवसर दिनुभयो म एकदमै हामी त कति भाग्यमानी अब नयाँ नयाँ आउँछ यहाँ आउँछ हामीले काम पाउनु भनेको त अब तपाईँहरू नभइकन हामीले म्युजिक भिडियो बनाउनै सक्दैन हजुर तपाईँहरू नभए हामीले खेल्न पनि पाउँदैन हामी एक आपसमा त्यो यसरी नै मिलेरै अगाडि बढ्नुपर्छ अनि तपाईँ शीतल श्रेष्ठ भन्नुभयो नेवारी भाषा कतिको आउँछ मलाई चाहिँ वाला नेवा भए वाला नेवा भए दक्कम अब भटिसा हामीले खना सक्ला गएको तैपनि हामी नेपालीबाट कुरा गरौँ सबैले थाहा होस् हाम्रो कुराहरू होइन अब ठिकै छ अब यो गीत सुन्नुभयो कस्तो लाग्यो हजुर अब गीत चाहिँ चाइनिजमा छ फर्स्ट टाइम नेवारी गीत चाइनिज बिट भनौँ न चाइनिज बिट जो चाइनिज रोल टाइपको होइन त्यस्तो छ त्यो चाहिँ अब फर्स्ट टाइमै जस्तो लाग्यो अरूमा देखेको छैन हुन पनि सक्छ अरू ठाउँमा होला तर मेरो लागि चाहिँ यो फर्स्ट अनुभवै हुन गइरहेको छ अघि हामीले त्यो कथा गीतको कथा सुनाउँदाखेरि कस्तो लाग्यो मलाई चाहिँ गीत भन्दा पनि अझ त्यो ब्याकग्राउन्डमा म्युजिक हुन्छ नि टेमे बाजा त्यो चाहिँ एकदमै मन पर्यो होइन एकदमै नै मन पर्यो यो गीतमा चाहिँ डान्स चाहिँ मजाले गर्न सक्ने भयो एकदमै मजाले गर्न सकिन्छ घरमा डान्स गर्नुहुन्छ हजुर घरमा मम्मी ड्याडीहरू यो म्युजिक फिल्डमा कस्तो छ उहाँहरूले मतलब कतिको सपोर्ट छ भन्नु खोजेको सपोर्ट त मलाई एकदमै गर्नुहुन्छ घरबाट तिमीलाई जे मन लाग्छ त्यो गर होइन तर कस्तो लाइनमा हिँड्ने कस्तो लाइनमा नहिँड्ने भन्ने चाहिँ तिमीलाई थाहा हुनुपर्छ हजुर मम्मी ड्याडीले चाहिँ एकदमै सपोर्ट गर्छ मम्मी ड्याडीहरू नेवारी गीतहरू सुन्नुहुन्छ मेरो ड्याडी झन् नेवारी गीतको फ्यान जतिखेर पनि बजाइराख्नुहुन्छ बिहानदेखि बेलुकासम्म नेवारी गीत अनि तपाईँ कतिको सुन्नुहुन्छ नि म पनि सुन्छु अब पुरानो चाहिँ अब सायद नसुनेको नहोला तर धेरै जस्तो अहिले निस्केको गीतहरू चाहिँ प्रायः सबै नै सुनिरहेको हुन्छ धन्यवाद छ है नेवा गीत सुन्नुभएकोमा हामीले यो नेपाल भाषाको लागि नै हामी एउटा अभियानको रूपमा यहाँ गीतहरू बनाइरहेछौँ तपाईँको साथ सहयोगले हामी यसरी नै सधैँ जान सकोस् भन्ने हामी पनि कामना गर्दछु मैले चाहिँ यो विषयमा भन्नुपर्दा पहिला चाहिँ तपाईँलाई वेलकम छ यो नेवार क्षेत्रमा होइन हामी कलाकार भएपछि हामीले चाहिँ निस्वार्थ भावले है निस्वार्थ भावले पहिला अगाडि बढाउँदै लग्यो भने सधैँ सफलता नै पाउँछ हामीले कसैलाई सम्मान दिनु भनेकै आफूले सम्मान पाउनु हो त्यही भएर आफूभन्दा सिनियर होस् कि जुनियर होस् सबैलाई सम्मान गर्ने सिकौँ हामीले होइन सिक्ने भनेको ठुलो बाटो पनि हुन्छ सानो बाटो पनि हुन्छ अब कुनै चिज म सिकाउँला कुनै चिज तपाईँबाट म सिकाउँला त्यो चाहिँ मेरो मनमा छ अनि हामी सबैलाई यस्तो साइड जुटाइदिनु हुने केबिएस लुबु भाइलाई चाहिँ भित्री हृदयदेखि हामी सबै धन्यवाद ज्ञापन गर्छौँ हाम्रो तर्फबाट पनि तपाईँहरूले यसरी साथ सहयोग गरेरै हामी अगाडि बढ्न सकिएको हो नत्र हामी कहाँ सकिन्छ र होइन अब यसमै हामी खुसी छु जयलक्ष्मी दिदीले हाम्रो प्रोडक्सनमा सुरुमा आएर आज यसरी काम गरेर अब मैले त दिदीलाई छुनै नसक्ने भयो दिदी लम्केकै छु हामी यहीँ अल्झिरहेको छु तपाईँले चाहिँ मलाई मौका नदिनु भएको भए म पहिलोचोटि तपाईँको प्रोडक्सन हाउसमा आएर मैले मेरो कला मसँग भएको क्षमता मैले देखाउन नसकेको भए मलाई कसैले पनि चिन्ने थिएन आज मलाई सबैले चिनेको छ त्यसको लागि पनि धन्यवाद अब हाम्रो काम हाम्रो अब यो अब हामी चाहिँ 3 गते भेट्ने हो हामी है हस्त धन्यवाद